अहिले हाम्रो राजनीति नै दरिद्रतिर गएको छ। जनताले चाहिँ माया पिरे प्यारो लाउन बिचरा भन्ने त्यो सोचै होइन के। दरिद्र होइन, यहाँ दम देखाउनु पर्ने समय आएको छ के। कमान्डिङ भएको नेतृत्व नभएसम्म हुँदैन के। कम्तीमा राजनीतिक ज्ञान त हुनु पर्यो, राजनीतिक ज्ञान गर्दै सिक्ने त हो, तर नेतृत्व गर्ने भनेको त सिकिसकेको मान्छे नि चाहियो नि त। त्यो नभएर नि देश विकास नभयो। भावी पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ? अहिले यो देश कसरी बनाउने भन्दा नि मेरो पार्टी तेरो पार्टी व्यक्तिवादी चिन्तनहरूमा छ होइन, अराजक शैलीमा छ। यहाँ राजनीति बुझेको मान्छे मौन बस्नु पर्ने छ। राजनीति गर्छु भनेर चुरमुराउने जुन आँधीबेरी जुन सञ्जालहरू छ होइन, एकले अर्कालाई गाली गर्ने, यो कुराको अन्त्य हुनु पर्यो। सामाजिक सञ्जाललाई त सही सदुपयोग पो गर्ने हो त, यहाँ दुरुपयोग भएको छ। र आज टिकटक र फेसबुकको भ्युज जाने र वाह भन्नेले नै देश चलाएको छ। तर यहाँ चाहिँ वर्गीय युद्धबाट आएको मान्छेहरू पर्दा पछाडि छ। वास्तविकता राष्ट्रवादी भनेको को हो भन्ने कुरा चाहिँ जनताले चिन्न आवश्यक छ। र योग्य विज्ञ मान्छे जबसम्म त्यो ठाउँमा मैले भने जस्तो पुग्दैन, जुन मन्त्रीबाट तपाईँले अपेक्षा गर्नुहुन्छ त्यो मन्त्रालय सम्हाल्ने मान्छे त्यो क्षेत्रको विज्ञ हुनु पर्यो। अनि गृहमन्त्री मल्टी ट्यालेन्ट हुनु पर्यो। त्यो यस्तो तान्ने र बोल्ने त ट्यालेन्ट होइन, मल्टी ट्यालेन्ट हुनु पर्यो हरेक क्षेत्रको। अनि प्रधानमन्त्री भनेको कमान्डिङ हो के। प्रधानमन्त्री कमान्ड दिने हो नि त होइन। विदेशीको गुलाम बन्दिन भनेपछि बन्दिन के। यहाँ त मुखले बन्दिन होइन, योले अलिकति दियो र अलिकति दियो भने अनि भन्दै महावीर पनि भाइरल भएको थियो नि होइन। हो त्यस्तो अवस्था छ। अनि कहाँ हुन्छ त? त्यही भएर मान्छेले बोल्नेले गर्छ पनि होइन। अब हामीलाई जस्तो युवाहरूलाई पनि चिन्लाने एकचोटि, जब चिन्छन् अनि चाहिँ देश बन्छन्, जब चिन्दैनन् अनि यत्तिकै आँधीबेरीमा गुज्रिन्छन्। यहाँनिर वर्गीय मुक्ति आन्दोलन विद्रोहलाई नबुझेर होइन, जातिको वर्णको धर्मको युद्ध हुनु फेरि सुरु हुनु लागेको छ। यो अत्यन्तै दुःखदायी कुरा हो। तर सबै सचेत नेपालीहरू होइन, जिम्मेवार नागरिक अनि यदि साँच्ची नै राष्ट्रप्रेमी हो भने बुझ्न आवश्यक चाहिँ हुन्छ। सबै जिम्मेवार बन्नुपर्छ अनि मात्र देश बन्छ। मेरो तेरोले बन्ने हो र। आज फलाना धिस्काना भन्यो, भोलि त गद्दार भन्यो, फेरि थुक्दाको दास्ती, फेरि नयाँ भाइरल हुन्छ वाह भन्दाको दास्ती। अनि के जनता चाहिँ वाह भन्ने? सरकार र सत्ताले तपाईँले बोलेको भरमा वाह भनेको भरमा घरमा चुलो चौकामा चामल ल्याइदिने दियो बालिदिने होइन के। तपाईँ हामी सबै नागरिकहरू नै सभ्य शिक्षित व्यवसायी भएर पो देश विकास हुने हो त। कहाँ यो सरकार त्यो सरकार भनेर हुँदैन नि। चेतना अलिक सानो छ। देश कसरी विकास हुनु भन्ने कुरा नै थाहा छैन। देश कसरी विकास हुन्छ भन्ने नै थाहा छैन। समाज कसरी रूपान्तरण, हामी आफै रूपान्तरित हुनु पर्यो नि। प्रत्येक व्यक्ति ममा हुनु पर्यो नि होइन, ममा हुनु पर्यो। अनि मेरो होइन कि हाम्रो हुनु पर्यो के होइन। त मेरो पार्टी मेरो जाति मेरो साथीले त कुरा बिग्रेको हो नि त है। हामीले खोजेको समाजमा पनि त्यो नै है, त्यही नै थियो नि त आखिर। र त्यही कुरा त आज होइन लिपोत भयो, भ्रम जस्तो भयो, यथार्थमा बुझ्न सकेन भने। अन्य कुरा त अब पुँजीवादको अब भ्रूणहरू हो, मान्छेले बुझ्दैनन् होइन। कोही मान्छे सुरुवातीमै बात र साथ भन्छन्, बात कसरी आउँछ त्यो नै थाहा नभएपछि त्यसको लक्ष्य गन्तव्य नै अन्त्य छ नि त, हो किन भने त म चाहिँ भन्छु के। बाइक तपाईँसँग ल क्रस फायर होस्, बुलेट होस् अथवा मैले चढ्ने जस्तै होस्, हाइवेमा लगेपछि फुल गियर हान्नुपर्छ कि पर्दैन स्पिड कुदाउनुलाई, हो नि होइन। अनि क्षमता भएको मान्छेले चाहिँ ठाउँमा नदिकान अनि त्यतिकै हुन्छ, खुम्चाइराखेर त हुँदैन। भएको यही हो। यहाँनिर राम्रो मान्छेहरू खुम्चिएर बस्नु परेको छ, विज्ञ योग्य मान्छे जो पर्दामा आए, छाडा बोलेर आए, उसले जनतालाई भ्रम पारे अथवा भने नै अघि नै दरिद्र देखाएर रोएर बिचरा भन्ने भएर आए। त्यसरी देश बिचराले बन्ने होइन नि, देशै बिचरा भएर जान्छ होइन। तर कमान्ड गर्ने कमान्डिङ पावर जबसम्म जनताहरूले छान्दैन, जबसम्म होइन जन्माउँदैन, तबसम्म देश विकास हुँदैन के है। जस्तै म खेलकुद मन्त्री भने नि खेलाडी नै हुनुपर्छ कि पसिना बगाएको, रक्षा मन्त्री सैन्य सम्बन्धी ज्ञान भएको हुनुपर्छ कि होइन, गृहमन्त्री मल्टी ट्यालेन्ट हुनुपर्छ कि। सबै क्षेत्रको मन्त्रालय नै होइन जबसम्म प्रत्यक्ष जनताले यो मान्छे यो कृषिविदलाई कृषि मन्त्री
भनेर निर्वाचित हुँदैन। यो पार्टीको भागबण्डको अन्त्य हुन्छ। संसदीय व्यवस्थै वास्तवमा गलत हो होइन। भन भने अब गाली नगर्नु होला, के बुझ्नु होला। प्रत्यक्ष कार्यकारी के मन्त्री र प्रधानमन्त्री र राष्ट्रपतिको कुरा मात्रै उठेको छ प्रत्यक्ष। अनि ऊ आएपछि आखिर पहिलेको जस्तो आफ्नो के चम्चालाई चाहिँ अनि चम्चागिरी र पादरीहरूलाई चाहिँ मन्त्री बनाउने हो त होइन। प्रत्यक्ष कार्यकारी व्यवस्था भनेको मुख्य सचिवदेखि आर्मीको चिफ कमान्डरदेखि पुलिसकोदेखि सबै विभागको हुनु पर्यो अनि चाहिँ हुन्छ। मैले हेर्छु नत्र खाने तथा भूगर्भ विभागमा होइन जिमोलोजी र जियोलोजी सरे अब क्रिस्टल र कसी हार्नेस टेस्ट गर्नु पनि मिसिनमा चाहिन्छ, ल्याब टेस्ट चाहिन्छ भन्नेहरू राख्यो भने देश विकास हुन्छ त हुँदैन। त्यही भएर पहिचान साधन स्रोतको मात्रै होइन, दक्ष विज्ञ होइन व्यक्ति नेता लिडरसिप पनि गर्न आवश्यक छ। र यो देशमा भएको साधन स्रोतकै सदुपयोग गरे। मान्छेले त खालि पानीको मात्रै कुरा गर्छ, सागर माथाबाट पानी ल्याएर बेच्ने कुरा गर्छ। यहाँनिर हिरा हिरा छ यार। मान्छेले सुन भनेको के हो, माटो र बालुवाको कण होइन। अनि बजारमा लिएर अब त अहिले त केमिकल हालेर नि बनाउँछ, अनि त्यो चाहिँ मूल्यवान भनौँ। तर यहाँ हिरा हिरा कुचेर हिँडेको छ, हामीले थुकेर हिँडेको छ। ऊ सागर माथा चढ्दा नि विदेशीले लगेर गएको छ। यो कुराहरू बुझ्दैन। मलाई जिम्मेवार दियोस्, ग्यारेन्टी दिन्छु। मलाई सबै क्षेत्रको अहिले जिम्मेवार नदियोस्। खानी तथा भूगर्भ विभागको मात्रै दियोस्, अथवा शिक्षा नीतिको दियोस्, अथवा खेलकुद अथवा रक्षाको दियोस्। त्यसमा मैले राम्रो काम गरेँ भने अनि गृह र प्रधानमन्त्रीतिर ढकेलौँला। अहिले नै सबै आँट्दिनँ। तर कुनै क्षेत्रको दिएर खानी तथा भूगर्भ विभागको जिम्मा तोपारको होइन, त्यसलाई टोटल्ली खारेज गरेर मलाई बजेट पनि चाहिएन। म सरकारलाई बरु वर्षमा 1 खर्ब बुझाउँछु होइन, त्यहाँ बरु खर्च कटौती होस् जे होस्। म यो देशलाई विश्वको नम्बर 1 बनाउँछु। नेपालमा सबैभन्दा मूल्यवान खनिजहरू छ, त्यो खनिजलाई नै विश्व बजारमा पुर्याउँछु र नेपाललाई पहिचान दिन्छु र धनी राष्ट्र बनाउँछु। नेपालको सुख समृद्धि मान्छेले त चुनावको बेला लेखे जस्तै होइन, म व्यवहारमा उतार्छु। र विश्व इतिहास रच्ने कीर्तिमानीहरूको लागि पनि कीर्तिमानी आयोग गठन होस् भन्न चाहन्छु। त्यो कीर्तिमानी आयोगले चाहिँ विश्व रेकर्ड राख्नेहरूलाई मात्रै होइन कि खेल क्षेत्रमा खेलकुदले गर्न नसकेको कुराहरू गरेर देखाउने छ, ताकि वडा स्तरको खेलाडीलाई जुनसुकै खेलाडी होस् न, भलिबल फुटबल होइन टेक्वान्डो उसु कराते वडाले दिनुपर्छ 5,000 10,000 भनी। पालिका स्तरको खेलाडीलाई पालिकाले हेर्नुपर्छ, जिल्ला स्तरकोलाई जिल्लाले हेर्नुपर्छ, प्रदेश स्तरकोलाई प्रदेशले, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीलाई केन्द्रले हेर्नुपर्छ। अनि मात्रै खेल क्षेत्रबाट देशलाई पनि अझै चिनाउन सकिन्छ। खेलाडीहरूले पनि गर्वका साथ खेल्छन्। होइन भने राष्ट्रिय खेलाडी भनेको छ आज फुटबल जस्तो राष्ट्रिय खेलाडी फुटसलमा चाहिँ केन्द्रित हुनु नपरोस्। फुटबल खेलाडी राष्ट्रिय खेलाडी अरे फुटसलमा जानुपर्छ। त्यो अवस्था नहोस्। धेरै क्षेत्रका खेलाडीको भाग्य र भविष्य यदि निर्धारण गरिदिने भने यो देश खेल क्षेत्रबाट नि धनी हुन सक्छ भन्न चाहन्छु। यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद सम्पूर्ण दर्शकहरू र खोज तलास मिडियालाई पनि हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।